हेलो साथीहरू, दर्शन नमस्ते। सात समुद्र पारीबाट म चाहिँ सिधै खाडीबाट जान्न भन्दा भन्दै फ्याट्टै भिसा झर्यो। नआउनु आइसकेपछि 2 वर्ष त बिताउनै पर्यो। भाग्यको लेखा भगवानले के गर्यो। सबै साथीहरूले नयाँ गाडी चलाए, मेरो भागमा यही पुरानो गाडी पर्यो हैन। अब यस्तै छ साथीहरू हैन, परदेशी जिन्दगी। गर्मी छ अब हैन, नेपालतिर पनि गर्मी होला। सबै साथीहरू आफ्नो ख्याल गर्नु होला। गाडी पुरानो भए पनि गाडी चाहिँ एकदम कन्डिसनको छ है साथीहरू हैन। अब गाडीलाई चाहिँ आज यसो मेन्टेनेन्स गरौँ हैन, अब हल्का यसो सर्भिसिङ गरौँ भनेर म चाहिँ ग्यारेजतिर छु साथीहरू हैन। र ठिक छ, अब नेपालतिर बस्ने साथीहरूलाई पनि धेरै धेरै माया। नभए यतै परदेशतिर आउनु होला, यतै भेटौँला। माया नमार्नु होला हैन। सबैजनालाई धेरै धेरै सम्झना छ। अब कामको विशेषले सम्झिन भ्याएन भने बिर्स्यो भनेर नभन्नु होला। सबैलाई धेरै धेरै माया।